जङ्गल तल हेर जङ्गल बिचमा छ बाटो यहाँ उकालो यस्तरी हामी हिँडेर माथि लगभग यहाँबाट 1.5 घन्टा जति हिँड्यो होला है निना 1.5 घन्टा हिँडेर अनि आइयो गाह्रो छ हो गाह्रो छ तर एकदम भगवानहरू है कस्तो अप्ठ्यारो ठाउँमा बस्नुहुन्छ है बाबाहरू अब केदारनाथ हेर त्यस्तै होइन अनि घर सबै अप्ठ्यारो ठाउँमा होला नि त म यहाँ अहिले पनि जस्तो भएर त पहिला त जहाँ आउनु त्यही बस्नलाई कि भगवानहरू उडेर आउनुहुन्थ्यो होला नि त भगवानहरू त्यही त अहिले पो जताकतै तल बाटो साटो बन्यो र होइन त्यस्तो भयो नि जस्तो भगवानको त वाहनमा आउनुहुन्थ्यो उडेर त्यही भने नि भगवानले त अग्लो ठाउँ बस्न सजिलो भयो नि त तल होइन यस्तो कि जस्तै अहिले पो बाटाघाटा जताकतै बने यताउता होइन पहिला त अप्ठ्यारो नै भिड न पाखा पहिला के थाहा थियो र यस्तो हुन्छ भन्ने कुरा होइन आकाशबाडीबाट आउनुहुन्थ्यो अनि त्यही भने नि कत्रो ठाउँ छ यार जङ्गलै जङ्गल छ फाइनली अहिले चाहिँ गाइज हामी चाहिँ यहाँ के अरे यो कस्तो माहौल छ कि भुवनेश्वर मन्दिरमा आएको छौँ बल्ल खास हाम्रो इच्छा चाहिँ यहाँ आउने मन पहिल्यैदेखि थियो बाटो पनि देखाएको थिएनौँ भर्खर हेरेर फाइनली न थके लाग्यो धेरै हिँड्यो नि थाहा छ उता यता गरेर मन्दिर चाहिँ राम्रो कि कति ठुलो छ अझै त्यो गरिसकेको छैन कि मन बनाउँदैछन् अझै होइन यहाँ चाहिँ चलन के भन्ने होइन रीतिरिवाजहरू यहाँ मन्दिरमा पानीमा खुट्टा धुट्टा मात्रै भित्र छिर्न मिल्दो रहेछ क्या यता चाहिँ मन्दिर चाहिँ ठुलो क्या कस्तो राम्रो क्या मन्दिर चाहिँ चारैवटा ढोका रहेछ नि होइन अनि त्यसपछि मेन उताको ढोका रहेछ के दक्षिणतिरको ढोका होइन त्यो चाहिँ त्यो पूर्वतिर पोल अब हामी चाहिँ फर्किँदैछौँ दर्शन गरेर मन्दिरको यहाँ खास भुवनेश्वरी मन्दिर हो है नाम चाहिँ भुवनेश्वरी मन्दिर तर म त भुवनेश्वरी मन्दिर महादेवको मन्दिर होला भनेर त यहाँ त सरस्वती माताको पो मन्दिर रहेछ भित्र मूर्ति अनि म त अचम्म परेँ हामी त है निना तिमीहरू केमा मौन छेउ अहिले चाहिँ हामी यहाँ ओसोको रेस्टुरेन्ट छ क्या यहाँ एउटा है ओसोमा आएको यति रमाइलो छ कि पिस थाहा छ आनन्द भोलि बेलुका आउँदाखेरि म लिएर आउँला ल त्यो बाटो आउँला हजुर राम्रो सिन छ क्या पिस ठाउँ खास तल हो कि यो चाहिँ है ओसोको यहाँ चाहिँ रेस्टुरेन्ट हो खाजा छिरेको दसैँ हामी के थियो न्यु इयर हो र इन्डियाबाट वैशाख जेठ असार साउन होइन हामी इन्डियाबाट आएको थियौँ के चाहिँ थियो त्यहाँ लाग्छ हामी चाहिँ अहिले खाजा खाना छिरेछौँ एकछिनपछि लाग्छ एकछिन चियासे खाएर र अनि त्यसपछि आजलाई इन्ड हुन्छ होइन आज जानुपर्छ उता 4 बज्नु भइहाल्यो नि अब म त खासै सुत्नु जस्तो लाग्दैन मजा घाम आइरहेको छ नि त